हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई न्यू ब्लग। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै छु। गुड आफ्टरनुन। अहिले हो आफ्टरनुन टाइम। अब 1 बजिसक्यो। म त एमीहरू भर्खरै निस्क्यो भनौँ न। आज मौसीको आमाको बर्थडे रहेछ अनि भर्खरै बसेँ। आज हो स्याटरडे। आउनु पनि ढिलो आएको थिएँ, म पनि ढिलै उठेँ, एमीहरू पनि ढिलो उठेर गएँ नि त। अनि फटाफट काम गर्दैछु। सबु दिदीहरू आउनुहुन्छ एकछिन, अनि दिदीहरू यहाँ एकछिन आएपछि त हामी पनि यसो यम जाने भनेर हो, पानी खेल्नुको लागि। अनि अत्तालिँदै काम गर्दैछु म त हेर्नु। तर अब अलमोस्ट फिनिस भयो। खालि एमएको रुम सफा गरेर अनि सक्यो। दिदीहरू आएपछि त अनि हामी स्विमिङ कस्ट्युम लगाएर जाने। आजको यो स्याटरडे पनि यसरी नै बित्छ। हजुर हेर्दै जानु होला। दिदीको हालत हेर्नु साथीहरू के भएछ। अनि कस्तो समय मेरो सबै दिदीले मलाई नयाँ कुर्ताइछ हेर्नु। हात देखाउनु त। यो पोका त के ल्याएको? उसको लुगा भरे नउदाउँदै जानु ए हेर न यस्तो घाम छ यस्तो। ओए कान कस्तो छ कान जा पर्खिन है म पनि भित्र पर्छु। बहिनीले हिजो टिकटक भिडियो बनाएको तर ऊ सकेन रहेछ। म त यो उयो गर्नु आँटेको, यो लिएर जाने भनेर। ल हामी रेडी भयौँ। आएको रे छैन रे खाना। ए तिम्रो चप्पल लग्यो भन्थे त हिँडेको छैन। अनि ल्याइदिए नि हौ नानीले। अब त हामी निस्केको। मेरोमा उयो स्टोर फुल हुन्छ मलाई थाहा छ। आधी त अब तपाईँहरूकोबाट स्टार्ट गर्छु। मान्छे जस्तो घुरेको हिजोको मान्छे जस्तो घुर्दैछ। म त माथि होइन सबैदेखि को घुर्दैछ भन्छ। मान्छे होला भन्नुहुन्छ। होइन भनेको दिदीहरू निस्किनु भयो। स्टार्ट भयो किनकि साइकल एउटा मात्रै छ नि त। अनि म आधी बाटो हिँड्दै गर्छु अनि आधी बाटोबाट फेरि साइकलमा जाने हो। डढ्नु मात्रै गएको। अस्ति डेढ सी जाँदा यस्तो डरलाग्दो डढेको थिएँ। अहिले पनि डढ्नु गएको क्या म। तर पनि ठिकै छ, के गर्नु, इन्जोय गर्नु जानै पर्यो। बस्ने पनि लगेन पो त, बस्ने पनि हाल्नु पर्यो। अब एमीलाई मेसेज गर्छु। साथीहरू यहाँ हेर्नु न, गाडीहरू यत्रो बिग्न छ गाडीहरू। यो त्यो हाम्रो एथलिटको यम। जानु सबैदिनमा आउँदैको छु। साइकल कहाँ राख्ने हो? ए जानु न, म आउँछु। हेर्नु यस्तो भिड छ मान्छेहरू। अहिले आउँदैछ। ओ माई गॉड, बस्ने जग्गा पाइनमा हामीले साथीहरू यहाँ हुनुहुन्छ। यहाँ पोकाहरू बोकेर, यो पोकाहरूले चाहिँ कहिले साथ नछोड्ने रहेछ। साथीहरू यस्तो छ, यस्तो भिड छ। अहिले जुम एक जग्गा बसौँ। अहिले यहाँ हाम्रो ग्रुपकाहरू हेर्नु न के गर्नु हुँदैछ। रेडी? ओइ सबैदी त काल लिन्छ पो त हौ दि पुरै। दिदी मोबाइल रुँगेर बस्नुहुन्छ। हामी त पस्ने हो, म त पस्छु। रेडी? हामीले यहीँ राख्यौँ सामानहरू। यहाँ खानेकुराहरू ल्याएको पनि यहीँ। हाम्रो सेक्सी ग्रुपहरूलाई देखाइदिउँ। सबुदी रेडी? दि रेडी? मलाई पनि देखाइदियो त। यस्तो पाराले भिडियो बनाउँछु तर मलाई त आउँदैन। जानुको लागि म यहाँ सबुदीको जस्तो जिउ हुनुपर्छ होइन। हामी रेडी भयो। ओइ गएको सबुदी यहाँ यतिकै होस् होइन। सामानहरू हामीले यतिकै छोडिरहेको छौँ यहाँ। पहिला मेरो फोन पनि यहाँ आउँदा बिग्रेको हो, म त फोन हाल्दिनँ। पानीमा पस्नु मन लाग्यो। पानीमा बस्नु मन लाग्यो। उयो हेर्नु न सबु दिदीहरू गएको। मलाई गरिराखेर म पनि दिदी बहिनी आऊ त, म पनि पस्ने हो पानीमा। ला चस्मा लाएर गएछ अब त्यो झऱ्यो। हेर्नु हामी त्यही निस्किसक्यौँ। म डढेर हेर्दा कस्तो कालो भयो।
सबुदी हामी फेरि डढ्यौँ त सम्झना के होला त्यस्तो अब के गर्नु डढ्यौँ साँच्चै सबुदी डर्छ नि त नि अस्ति त एटलिस्ट पछाडि मात्रै दाग बसेको थियो अहिले झन् त्यो होस् हौ जे होला ल अब के गर्नु एमएले हामीसँग जाउँ भनेर जाँदैन स्या डढ्छ भनेर एक्लै हेर भन्दैन अब चाहिँ हामी यहाँ पखालेर आएर चाहिँ खानेकुराहरू खाने बनाएर ल्याएको चिजहरू आम्बो कपाल हामी त अहिले लुगा चेन्ज गरेर है यहाँ खानेकुरा छ हाम्रो अनि यहाँ दिदी बहिनीको के बातमा ठुल्ठुलो परिरहेको छ थाहा छैन हिजो अर्कै थियो भने आज हाम्रो यस्तो छ साथीहरू डेमा अर्कै हुन्छ नाइट यो गुल्लै छ कान्छी कतिको बे अमिलो आउँछ यहाँ पनि छ देखाइदिएँ कान्छी खोलेर मासु देखाइदिउँ मासु त उयो कपडाकै धुँदैन भएन मिठो भएन भन्थ्यो कोनि त कालो बनाएको त्यो है साथीहरू के गर्नु भयो डढेर कालो भइहाल्यो होइन अहिले त त्यस्तो देख्दैन घरमा गएर आज त यो चेरी बाल्ने अरे सबुदी चिप्स बाली म त के बाली यो बाली म चाहिँ मासु बाली लो खाउँला खाऊ खाएला खानु सबुदीले करेन्ट खाँदा खाँदै घुमाइदिने अरे दामी भएछ एउटाले यहाँ सुँगुर बालीले सुँगुर सक्नु आँटेको मासु सकिरहेको भनेको छैन आयो लाज तलास परेर बसिरहेको छौँ हामी त यहाँ यस्तो भएको क्या अल्छी लागेको नि एक त घामले डढेको कस्तो तिर्खा लागेको नि भर्खरै पानी खाएर पनि हिँड्नु तपाईँ जाने त हामी ल्याउनु हामी त आइपुग्यौँ है साथीहरू यस्तो गरम हिँडेर मलाई दिदीले कहाँ पो हो घर भन्नुहुन्छ जहाँ खोर्सानी छ त्यहीँ हो भन्दै नि कस्तो गेट खोलेर राखिरहनु भएको छ दिदीले अझै हेर्नुपर्छ हिजो हाम्रो लु त्यसै होइन हिजो हामीले पार्टी गरेको जग्गा पर पर्छ यो सब्जी के राखेको अहिले त हामी सबुदीको रुममा बसिरहेको छु वाटरमेलन खाने दिदी त लडी पनि सक्नुभयो घर जाने मान्छे यो बेग बोकेर आज लड्नु यो बेग नबोकेको भए त लड्नु पनि हुँदैन थियो हो सबुदीले छिट्टो खेदाउने भएर अब वाटरमेलन खाने हो साथीहरू थाहा छैन मलाई चाहिँ सबुदीले किन राखेको हो 5 बजी आएको यहाँबाट 5 बजीदेखि अझैसम्म राखिरहेको छ खोर्सानी दिनको लागि सबै लोसे ओहो यस्तो घरि गरेर राख्नु भएको छ म पहिला हजुरआमाले यसरी राख्नुहुन्थ्यो कि नेपाल त आएर आमाले त कति मिस्टी राख्नु भएको भनेर चोरेर खानु गएको त यति मिस्टी राख्नु भएको रहेछ चोरेर खानु गएको त थुक्का नुन पो रहेछ ए निम्बु यस्तो छ दिदी कतै फुलहरू त पुरा सानो हुन्छ नि दिदीले फुलहरू पुरा रोप्नुहुन्छ मजाले उयो गर्नुहुन्छ सबैले त एकदम टेन्सनमा बसिरहनु छ किन भनेको खोर्सानी यत्रो बिना खोर्सानी फल्यो के गर्नु भनेर दिदी त जानु भयो त्यो उयो साइरनको धुन लाउँदै बाई दि बाई यो माइली के भएको यसो भन्छ ओया चाउन बोजूको छोरा अनि पुरै लोकल उयोमै हिँडेको जस्तै छ त तर उहीँ त हो त्यस्तो टाढो पनि छैन कस्तो मजाले फुलेको फुलहरू
एक दिन छुट्टी मागेर आऊ है एक दिन हेर्न लाग्छ राम्रो कस्तो दामी डल्लेको छ नि ओ के भनेको केमा छुट्टी मिलेन भने ओके राम्रो छ त हौ तपाईँको घर कस्तो दामी छ सबदीको घर है सबदीले इजरायलमा हेर्नु यत्रो बिल्डिङ ठडिआएको छ है साथीहरू साउने उता छ हैन साउने अनि तपाईँहरूलाई खोर्सानी चाहियो भने सबदीलाई कल गर्नु सक्नुहुन्छ दिदीको टिकटकमा हेर्नु सक्नुहुन्छ बेचेर ल ल चिया देऊ न यहाँ दिदीले चिया बनाउनु भयो के अनि पिउँदैछु अनि मलाई पनि अब जाने हो म पनि बेसी खिच्दै हाँस्ने होइन घरमा गएर काम गर्ने हो मेरो टोपी ए मान्छे बस्दो रहेछ यहाँ नि दिदीको कपाल हेर्नु है साथीहरू क्या दामी देखेको है पुऱ्याइदिनु हुँदैछ मलाई साइकलमा यहाँ हेर्नु सक्दै आँप कस्तो दामी फलेको छ त्यहाँ उनीहरू थिएन हिजो आउँदा राति त डर लाग्यो क्या गरोस् भनेर म चाहिँ आइपुगेँ घर भित्र नपसी जाने भिडियो हेर्दा हेर्दै 7:30 भइसक्यो छैन न तर कति उज्यालो छ हो म चाहिँ नुहाएँ पनि एमीहरू आएर पनि ड्रेस गरिरहेको छ नानीहरू हो अब म पनि एकछिनमा कफी बनाउँछु अनि पिउँछु त्यसमा आफ्नो भिडियो एडिट गर्छु आज स्याटरडे पनि यसरी नै बित्यो आई होप तपाईँहरूलाई यो भिडियो मनपर्छ होला मन पऱ्यो भने प्लिज लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु धेरै धेरै माया साथ र सपोर्ट दिनु होला त्यति नै भन्दै बाई सी यू नेक्स्ट ब्लग तपाईँलाई नेक्स्ट ब्लग थिएन मैले यहाँ बाहिर अघि सफा मजाले गरेको थिइनँ नि त सबैतिर आउने बित्तिकै अत्तालेर उयो गरेँ अब भोलि नै सफा गर्छु बाई साथीहरू म यो बक्स पनि बाहिर राख्नुपर्छ तर चप्पल लाएर आउनुपर्छ यो चप्पल लाएर गइहाल्नुपर्छ अलिक फेरि म बिर्सिन्छु क्या डस्टबिनको मैले फ्याँकिरहनु पर्दैन यो फ्याँकेर अनि कफी बनाउँछु कपाल कोर्छु सक्यो